यो कथा एउटा यस्तो समुदायको हो जो विदेशमा भए पनि जसको मुटु आफ्नो गाउँकै लागि धड्किन्छ। यो नारा मात्र होइन, युएईमा रहेको इस्माइली समाजको अभियानको आत्मा नै हो। उनीहरूले यो कार्यक्रम सुरु गरेका छन् आफ्नो जन्मभूमि इस्मामा दिगो विकास ल्याउन। र यो अभियानलाई साँच्चै विशेष बनाउने कुरा हो यसको सामूहिक प्रतिबद्धता। यहाँ हेर्नुहोस् त, समाजको नेतृत्वदेखि लिएर हरेक सदस्य सबै एकसाथ उभिएका छन्। ल, अब हेरौं उनीहरूको यो सपना साकार पार्ने 5 चरणको योजना कस्तो छ। पहिलो चरणमा उनीहरू युएईको आधुनिक कृषि प्रविधिको गहिरो अध्ययन गर्नेछन् अनि त्यो ज्ञान र सिपलाई आफ्नो गाउँका किसानहरूमाझ बाँड्नेछन्। त्यसपछि स्थानीय सरकारसँग मिलेर ठोस र व्यावहारिक योजनाहरू तयार पारिनेछ, जसको सोझो लक्ष्य हो उत्पादकत्व बढाउने र बजार पहुँच पनि विस्तार गर्ने। र अन्तिम चरण एउटा कृषि क्रान्तिको बिउ रोप्ने। त्यसो भए इस्माको लागि अन्तिम भिजन त्यो वास्तवमा के हो त? यो सपना हो इस्माको लागि एउटा पूरै नयाँ आर्थिक अध्याय सुरु गर्ने, जसको लक्ष्य हो आत्मनिर्भर कृषि, युवा रोजगार र एउटा दिगो हरित अर्थतन्त्र। यो प्रवासमा रहेको समुदायबाट आएको आशा र कामको एउटा शक्तिशाली सन्देश हो। उनीहरूको प्रतिबद्धता छ विदेशमा सिकेको हरेक कुरा आफ्नो मातृभूमिको माटोमा लगाउने। यसले एउटा प्रश्न छोडेर जान्छ, जब जराले आफ्नै माटोलाई मलजल गर्ने निर्णय गर्छ तब के सम्भव छैन र?